गुन्द्रुक भटमासको झोल पुरानो अर्गानिक स्वादमा भुक्लुक्क उमालेर तरकारी बारीमा फले पनि टिप्न जान नभ्याएको बेलामा अनि झरी बादलमा ओ माई गॉड यस्तो मिठो हुन्छ है। बाहिर झमझम पानी परिरहेछ, भित्र भुक्लुक्क गुन्द्रुक र भटमासको झोल उम्लिरहेछ भने अब के चाहियो। 84 व्यञ्जन नै हामी नेपालीहरूको लागि यही नै हो होइन त। सुरुमा चाहिँ अलिकति तेल तताएर भटमासलाई चाहिँ पाक्ने गरी भुट्नु पर्ने हुन्छ है, नत्र काँचो भयो भने गुन्द्रुकमा फेरि मिठो हुँदैन नि त। अब मैले चाहिँ 2वटा सुकेको खोर्सानी पनि यसैमा राखेर एकैछिन भुटिसकेपछि एकछिनमा नै खोर्सानी फुलिहाल्छ। यतिको भइसकेपछि गुन्द्रुक ओइरिएर यसलाई पनि लो हिटमा एकैछिन भुट्यो भने झोलको स्वाद नै छुट्टै हुन्छ। छिट्टो मिठो सजिलो तरिकामा बनाउँदैछु नि त आज म। गुन्द्रुक पनि लगभग यतिको भुटिएपछि चाहिँ अब म राख्दैछु चामलको पिठो। सकेसम्म चाहिँ मकैको पिठो भयो भने झनै राम्रो। पिठो पनि राम्रोसँग भुटिसकेपछि खल्ला पानी राख्ने, अलि निकै बेसार स्वादअनुसार नुन जिरा धनियाँको धुलो राखिसकेपछि मजाले चलाउने। त्यसपछि चाहिँ अब यो मसलाहरू पनि पाक्छ राम्रोसँग। जाँगर लाग्छ भने त खलमा कुटेर लसुन अदुवा अलिकति टिमु राख्यो भने पनि मिठो हुन्छ। अब कसैले चाहिँ टिमु राख्नुहुन्न, कसैले चाहिँ राख्नुहुन्छ। मैले चाहिँ दुवै तरिकामा खाएको छु। मलाई चाहिँ असाध्यै नै मनपर्छ। टिमु राखेको पनि नराखेको पनि फरक स्वाद हुन्छ नि त। अब यसमा त यदि छ भने मसिनो गरी काटेको हरियो धनियाँ, हरियो खोर्सानी, हरियो प्याजको पात, हरियो लसुनको पात चाहिँ एकदमै सुहाउँछ गुन्द्रुकमा। यदि घरमा छ भने त सुरुमै टमाटर अनि त्यसपछि चाहिँ प्याजलाई भुटेर अनि पछि गुन्द्रुक राख्यो भने पनि एकदमै मिठो हुन्छ। तर यो गुन्द्रुक भटमास मलाई चाहिँ साधै पनि मिठो लाग्छ, ग्रेभी बनाए पनि मिठो लाग्छ, पातलो झोल बनाए पनि मिठो लाग्छ। अनि यहाँ हेर्नुहोस् त मैले यसरी बनाएकी छु नि, यसै गरी बनाए पनि एकदमै मिठो लाग्छ। हजुरहरूले बनाउने गुन्द्रुक र भटमासको तरिका र मैले बनाउने गुन्द्रुक र भटमासको तरिकामा के फरक पाउनु भयो। अब यो गुन्द्रुक र भटमास चाहिँ खानको लागि रेडी भइसकेको छ। अब यता गिलो गिलो तातो भात चाहिँ मैले पस्किसकेकी छु, तर एकदमै गिलो पनि होइन, ठिक्क छ। गुन्द्रुक र भटमास त रेडी भइहाल्यो। कतिको राखेको मनपर्छ मलाई चाहिँ, अब झोलिलो पनि मनपर्छ, ठिक्क पनि मनपर्छ। अब यति मिठो बास्ना आइसकेको छ, ओ माई गॉड मलाई चाहिँ खानको लागि हतार भइसकेको छ। यो फुराएको सुकेको खोर्सानीलाई मिचेर खाँदा पनि मिठो, टोकेर खाँदा पनि मिठो। हेर्नुहोस् त कति यमी देखिएको छैन त। गुन्द्रुक भटमासको झोलसँग भात चाहिँ कतिको रसिलो खानुहुन्छ हजुरहरू। म चाहिँ यतिको खान्छु। अब यसलाई चाहिँ मुछेर मजाले तातो खानुको स्वाद नै छुट्टै हुन्छ। आजको मेरो यो सानो भन्दा पनि सानो प्रयास हजुरहरूलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै अवश्य पनि प्रतिक्रिया दिनुहुन्छ भन्ने आशा राखेकी छु। मलाई यहाँहरूको माया साथ र सपोर्टको धेरै नै खाँचो छ प्लिज। त्यसैले गर्दा भिडियोलाई जति सक्दो सेयर गरेर साथ दिनुहोला, ताकि आगामी दिनहरूमा पनि नयाँ रेसिपी राख्नेछु। तबसम्मको लागि हजुरहरू सबै